आजको दिन के गरेर बिताउँ भनेर सोचिरहेको थिएँ। मलाई चाहिँ झ्याप्प दिमागमा आयो कि धेरै दिन भयो छोरीले म्याङ्गो जुस खान्छु भनेकी थिइन्। अनि मैले चाहिँ म्याङ्गो अलरेडी पहिले लिएर राखेको थिएँ। अनि त्यसले मजाले पखालेँ अनि त्यसलाई राम्रोसँग कट गरेँ। अनि मसँग चाहिँ ठुलो मिक्सर छैन कि त्यो जुस बनाउने बिग्रिएको छ, त्यही भएर सानो मिक्सरमा त्यसलाई मैले राम्रोसँग ब्लेन्ड गरेँ। अनि त्यसपछि म्याङ्गोको मात्रा जुस बनाउने कुरा भएन, त्यसमा चाहिँ 2 कप मैले दुध राखिदिएँ अनि थोरै चिनी पनि राखेँ। अनि फेरि त्यो दुधलाई त्यो मिक्सरमा त्यो अघिको म्याङ्गो जुसमा ब्लेन्ड गरेँ अनि त्यसपछि रेडी भयो। अनि त्यसपछि अघि सानो बिस्कुट पनि लिएको थिएँ, यो एनीको फेभरेट बिस्कुट हो, त्यही भएर त्यो बिस्कुट पनि त्यही उस जुसमाथि राखिदिएँ। अनि त्यसपछि मैले ट्राई गरेँ अनि मलाई चाहिँ मिठो लाग्यो। अनि आफूले मात्र खाएर कहाँ भएर अनि त्यसपछि मैले मेरो बुढालाईलाई पनि दिएर चखाएँ, पसलमा लगेर दिएको अनि खानुभयो। अनि के खुवाएँ मैले हजुरलाई भनेर सोधेको, म्याङ्गो जुस हो भनेर भन्नुभयो, मिठो छ भन्नुभयो। अनि मलाई खुसी लाग्यो। अनि छोरी चाहिँ स्कुलबाट आएकी थिइन्। अनि स्कुलबाट आउँदा बित्तिकै मैले छोरीलाई नि छोरी मैले बनाएको म्याङ्गो जुस कस्तो भएको छ ट्राई गर आऊ भनेको पत्याएकी थिइन्। अनि लरा दिएको त अनि ट्राई गरेको त ओहो कति मिठो भयो मम्मु भनेर भनिन्। अनि मम्मु कति मिठो भयो यहाँ आउनुहोस् न भनेर भनिन्। अनि किन हो र भनेर गएको त अनि यसरी माया गर्न पो रहेछ। अनि चुप्पा खाइन्।